नमस्कार। जहाँ बोलाउँछौ त्यही आउँछु भनेका दुर्गा परसाई मोबाइल अफ गरेर सम्पर्कविहीन। काठमाडौँको तीनकुनेमा भएको आन्दोलनका कमान्डर दुर्गा परसाई सम्पर्कविहीन भएका छन्। शुक्रबार साँझ 11:30 बजेसम्म पनि उनलाई प्रहरीले फेला पार्न सकेको छैन। उनीसँगै हिंसात्मक आन्दोलनमा होमिएका रविन्द्र मिश्र, धवल शमशेर राणा, स्वागत नेपाल सहित 5 जना नेताहरूलाई प्रहरीले पक्राउ गरिसकेको छ। राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन निर्देशन समितिका संयोजक नवराज सुवेदीलाई पनि प्रहरीले घरभित्रै निगरानीमा राखेको छ। परसाईको पनि प्रहरीले खोजी गरिरहेको छ, तर उनी सम्पर्कविहीन भएका छन्। खोजीमा लागेका एकजना प्रहरी अधिकारीका अनुसार उनको खोजी गर्न विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको छ। उनले मोबाइल पनि अफ गरेर भागेका ती प्रहरीले बताएका छन्। यसरी उनी मोबाइल अफ गरे पनि धेरै टाढा नरहेको र उनको निगरानीमा पुलिसहरू रहेको कुरा बताइएको छ। प्रहरी स्रोतका अनुसार परसाईको अन्तिम लोकेसन गौरी गाउँ थियो। त्यस क्षेत्र आसपास र 3वटा जिल्लामा प्रहरी परिचालन भएको छ। तीनकुनेमा भएको उग्र प्रदर्शनको क्रममा 2 जनाको मृत्यु भएको छ। उक्त घटनापछि परसाईले सामाजिक सञ्जालमा लेख्दै आफूलाई जहाँ बोलाए पनि हाजिर हुन तयार रहेको भन्दै लेखेका थिए, तर उनी यसरी एकाएक सम्पर्कविहीन भएका छन्।